धन्यवाद जेन्जीहरू, धन्यवाद हाम्रो श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष र तपाईहरु हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्षको माइक यहाँ ल्याइदिनु हुन। मेरो ढिलो आइपुगे, अलिकति पछाडि गरिदिनु न, यो अनुहारमै खिचेको जस्तो लाग्यो है। हो त्यसो ल सबैजनालाई ल सुन्नु है त, अलिकति सुन्नु है त ल। थाहा छँदैछ होइन। सबैजनालाई नमस्कार छ। धेरै म के अरे लामो बोल्न चाहन्न, त्यस्तो ठुलो केही कुरा गर्न चाहन्न। चुनावमा म भाग लिँदैछु, मेरो परिचय मैले दिइराख्नु पर्दैन। म तपाईँहरूकै सेवा गर्दै आएको, तपाईँहरूले नै जिताउनु भएको नगर प्रमुख। ध्यान दिनु ल, एकछिन ध्यान दिनु, नानीहरूको हल्ला नगर्नु। किन मैले चुनावमा भाग लिनु पर्यो भन्दाखेरि यतिखेर हाम्रो केन्द्रमा सरकार छैन, नेपाल सरकार छैन। हाम्रो देश नेपाल हो, त्यो नेपालभित्र धरान उपमहानगरपालिका पनि छ। त्यो हाम्रो नेपाल भन्ने देशमा अहिले सरकार छैन, नेतृत्व छैन, त्यहाँ संसद छैन। हाम्रो राष्ट्रिय नीति निर्णयहरू
योजनाहरू ठुल्ठुला योजनाहरू कार्यान्वयन गर्ने ठाउँमा अहिले मान्छे छैन। जेएनजीको आन्दोलनले गर्दाखेरि होइन संसद विघटन भयो। जेएनजीको आन्दोलन पछाडि अब यसपालि यो 21 गते फागुन 21 गते चाहिँ हाम्रो चुनाव हुँदैछ। त्यो चुनावमा मैले पनि भाग लिँदैछु। किन मैले भाग लिनु पर्यो भन्दाखेरि यो देश जलिराखेको अवस्था छ, ढलिराखेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि इमान्दार नेतृत्वको खाँचो छ यो देशलाई यतिखेर है। निष्पक्ष पारदर्शी जवाफदेही नेतृत्वको खाँचो छ यतिखेर। सुशासन युक्त नेतृत्व, भ्रष्टाचार नगर्ने इमान्दार नेतृत्वको खाँचो छ यो देशमा यतिखेर। त्यसो भएको कारणले गर्दाखेरि मैले श्रम संस्कृति पार्टी नामको पार्टी दर्ता गरेर यतिखेर हामी चुनावमा होमिएका छौँ। सबैले ध्यान दिनु होला है। राजनीति बुझ्नुपर्छ, सबै मान्छेले बुझ्नुपर्छ। सबैले राजनीति गर्नु हुँदैन तर होइन। सबैले राजनीति गर्यो भने कसले धान फलाउने, कसले मकै रोप्ने, कसले दोकान खोल्ने, कसले टेम्पो चलाउने, कसले बस चलाउने। तर बुझ्न चाहिँ सबैले बुझ्नुपर्छ। राजनीति सबैले बुझ्नुपर्छ तर सबैले गर्नु हुँदैन है। राजनीति नगरे पनि बुझ्नु चाहिँ पर्छ। किन बुझ्नुपर्छ भन्दाखेरि हामीले कस्तो नेता चुन्छौँ, किन चुन्छौँ, कस्तो पार्टी, कुन पार्टीलाई भोट हाल्छौँ, किन हाल्छौँ भन्ने कुरा हामीलाई बुझ्नु जरुरी छ। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु होइन, अब हामीले राजनीति त्यतिखेर यो चुनावको बेलामा अरू विषयहरूमा होइन होइन। म युवाहरूलाई भन्न चाहन्छु यतिखेर घुम्न जाने समय होइन, यतिखेर रमाइलो गर्ने समय होइन। यतिखेर यो देशमा कस्तो नेतृत्व चाहिँ ल्याउँदा के अरे सहज हुन्छ होइन, तपाईँको सार्थक हुन्छ भन्ने बारेमा विमर्श गर्नुपर्छ युवाले पनि है। उमेर पुगेका प्रौढहरूले पनि विमर्श गर्नुपर्छ। म यहाँहरू सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु। अब पुराना दलहरूलाई यसपालि हामीले भोट हाल्दा के हुन्छ है, कतिचोटि हाल्ने, किन हाल्ने होइन। एमालेलाई कतिचोटि हाल्ने, किन हाल्ने, कङ्ग्रेसलाई कतिचोटि हाल्ने, किन हाल्ने। अहिले माओवादी आएको छ तार हालेर उसलाई किन हाल्ने है। पुरानालाई कतिचोटि हाल्ने, किन हाल्ने। ती पुराना दलहरूलाई हामीले भोट हाल्दा हाल्दा के भयो त भन्दाखेरि यो देशमा कहिले पनि तपाईँको चाहिँ के हो त भन्दाखेरि समृद्धिको बाटोमा हामी जान सकेनौँ। मेलो लिनै सकेन देशले। अहिले प्रत्येक घरबाट एकजना परदेशमा हामी छौँ, जानु आँटेको छौँ। अहिले निशान डाँडामा गएर आएको एकजना भान्जीले मलाई के भन्यो भन्दा 2वटा खदा लगाइदिनु भयो। एउटा खदा चाहिँ आमाको तर्फबाट भन्नुभयो, आमा कहाँ छ भनेको, तपाईँलाई भेट्न कति रहर गर्दै हुनुहुन्छ, हिजै विदेश जानुभयो भन्नुभयो। कति दुःख लाग्यो मलाई है। त्यो नियति हाम्रो छ। त्यो नानीहरूलाई छोडेर आमाहरू विदेश गइराखेको छ है। पहिला त बाउहरू मात्रै जान्थ्यो, अहिले त छोरीहरू पनि जान थाले होइन। किन हाम्रो देशमा हामीले गरी खान सकेनौँ होइन। हाम्रो देशमा चाहिँ किन जहिले गरिबी हुनुपर्ने। हाम्रो देशको पैसा किन सानो है। डलरको भाउ, सुनको भाउ चाहिँ त्यसरी बढ्नु अरे, हाम्रो पैसा चाहिँ किन सानो हुँदै गयो त, के भयो। यो विषयमा युवाले सोच्नुपर्छ। यी सारा कुराहरू हामीले अब देशमा राम्रो नेतृत्व नभएको कारणले गर्दाखेरि, देशमा होइन सुशासनयुक्त नेतृत्व नभएको कारणले गर्दाखेरि, देशमा भ्रष्टाचार बढेर गएको कारणले गर्दाखेरि, बेथिति बढेर गएको कारणले गर्दाखेरि सारा कुराहरू भइरहेको छ। मलाई तपाईँहरूले 79 सालमा चुन्नुभयो होइन। त्यतिखेर चाहिँ एक्लै आउँथेँ, कराउँथेँ। अहिले चाहिँ अलिक साथीहरू यसो साथ सहयोग दिइराख्नु भएको छ। मलाई 3 करोड नेपालीले साथ सहयोग दिनुपर्छ। यसपालि चुनाव चिन्ह माटोमा भोट हाल्नुहोस्, श्रम संस्कृतिको सरकार बनाउनु पर्छ। ध्यान दिउँ है। पूर्वदेखि पश्चिमसम्म सबै ठाउँमा के अरे तपाईँको चुनाव चिन्ह माटोमा भोट हालेर हाम्रो श्रम संस्कृतिको सरकार बन्यो भने हामी यो देशमा सुशासनको ग्यारेन्टी गर्छौँ है। राम्रो बुझौँ है, राम्रो बुझौँ है सबैले है। नानीहरू एकछिन हल्ला नगर्नु, नानीहरू एकछिन हल्ला, बाहिर खेल्नु है। राम्रो बुझौँ है। माथि नेतृत्व हेर्नुपर्छ पार्टीको है। तपाईँले एमालेलाई भोट हाल्नु भनेको केपी ओलीलाई प्रधानमन्त्री बनाउनु। केपी ओलीलाई प्रधानमन्त्री बनाएर के गर्छ केपी ओलीले
कतिचोटि बनिसक्यो प्रधान, काम छैन। तपाईँले एकछिन म बोल्छु, मैले प्रश्न सोधेको छु नि। रुखमा भोट हाल्नुभयो भने शेरबहादुर देउबा हुनुहुन्थ्यो, उहाँ ऊ भइगयो होइन। कङ्ग्रेसको तपाईँको चाहिँ भोट हाल्नुभयो भने गगन थापा प्रधानमन्त्री हुने होला। गगन थापाले के गर्छ? भिजन छैन है। एमसिसी गरेर 55 अर्ब ऋण लिने, बिआरआई गरेर 70 अर्ब लिउँ, भारतमा जाउँ मागौँ, जता पनि मागौँ भन्छ। त्यो मागेर हुन्छ र? हामी माग्नेको देश हो यो है। छैन, भिजन छैन, केही पनि छैन, हुँदैन। विदेशी तपाईँको चाहिँ असमान सन्धि सम्झौताको दलाली गर्ने मान्छे हो है। तपाईँले तारामा भोट हाल्नुभयो भने के हुन्छ? प्रचण्डलाई प्रधानमन्त्री बनाउनु। प्रचण्डलाई प्रधानमन्त्री बनाएर के हुन्छ? कतिचोटि प्रधानमन्त्री बनाउनु पर्छ? केही पनि हुँदैन। अब घन्टी भन्ने आएको छ है, जहाँ जहिले पनि घन्टी हल्लाएर हिँड्छ। अब यहाँ पनि यता पनि होला कोही समर्थक, केही छैन, तपाईँले सुन्नुपर्छ। अब घन्टी हल्लाएर देश बन्छ भन्दै, घन्टी हल्लाएर अब को त प्रधानमन्त्री भन्दाखेरि रवि लामिछाने हो कि बालन शाह हो? अब बिलख बन्द छ। पार्टीको सभापति रवि लामिछाने हो। रवि लामिछाने भन्ने बित्तिकै रवि लामिछाने भोलि प्रधानमन्त्री बन्नु पर्यो, तर कागज चाहिँ फेरि बालन शाह प्रधानमन्त्री भनेर अस्ति घोषणा भइसक्यो। बालन शाह चाहिँ कस्तो मान्छे हो भन्दाखेरि गरिबलाई देखि नसहने, सुकुम्बासी देख्ने बित्तिकै डोजरले हाल्ने है त्यो खालको। अस्ति जेएनजीको आन्दोलनमा आउनु नि देश सम्हाल्नु भन्दाखेरि लुकेर बस्यो, 4-5 महिना कति लुकेर अहिले आएको छ। 5 गाडी पुलिसको कुदिनेको देख्छु। डेन्जरस मान्छे हो त्यो मान्छे है। त्यसले गर्दाखेरि तपाईँहरूले माटोमा चुनाव चिन्ह, माटोमा भोट हाल्नुभयो भने को हो प्रधानमन्त्री भन्दा हर्क साम्पाङ हो प्रधानमन्त्री है। राम्रो बुझौँ है, राम्रो बुझौँ है। अब राम्रो बुझौँ, यता सुन्नु न, राम्रो बुझौँ है। माटोमा भोट हाल्दाखेरि प्रधानमन्त्री चाहिँ को हो? हर्क साम्पाङ। अब यता सुन्नु, अब अलिकति यता सुन्नु। हर्क साम्पाङ चाहिँ कस्तो मान्छे हो त भन्दाखेरि धराने जनताको पानीको समस्यालाई टार्नका लागि केन्द्रले बजेट दिएन, नदिए पनि ऊ त्यहाँ माथि नै चला। यत्रो ठुलो पाइप होइन, 10 इन्चको, मरि 10 इन्चको पाइप तानिराख्ने बिचरा हर्क साम्पाङ को हो? त्यो म पनि यसो भेटौँ भनेको चिन्दिनँ रहेछ होइन। तपाईँको खाने पानीको ट्याङ्कीको लागि दिनभरि कालो गोरै हो त्यो केटा। मैले देख्दा चाहिँ गिटी कुट्दा निधरै कालो भइन्जेल गिटी कुटिराख्ने मान्छे मेयर है। त्यस्तो मेयर, त्यस्तो मान्छे भन्नुको मतलब मैले के भन्दैछु भने जनताको लागि मरिहत्ते काम गर्ने हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने हो भने चुनाव चिन्ह माटो भोट हाल्नुभयो है। तपाईँहरूको है दुःखमा मैले साथ दिएको छु जस्तो मलाई लाग्छ, लाग्दैन हो है? तपाईँको दुःखमा सुन्नु है, तपाईँको दुःखमा साथ दिने प्रधानमन्त्री चाहिएको हो कि कस्तो छ प्रधानमन्त्री चाहिन्छ तपाईँहरूलाई? हो, यदि त्यसो हो भने जनताको दुःखमा, हरेक दुःखमा, हरेक सुन्नु है, सुन्नु एकछिन बोल्नु ल। जनताको हरेक दुःखमा है साथ दिने मान्छे हर्क साम्पाङ। त्यो हर्क साम्पाङ जस्तो मान्छे जसले धरान उपमहानगरपालिकाको नगर प्रमुख भयो है। तपाईँहरूको सेवा मैले गरेँ, जति सकेको मैले गरेँ है। अझै गरौँ भन्दै बिचमा आँधी बेरी आयो, देशै नरहला जस्तो स्थिति छ। अब सरकारै छैन होइन, त्यसले गर्दा मैले छोडेर जाँदैछु। तथापि मैले बाछा गरेको कुराहरू पुरा गर्छु म है। धेरै कुराहरू म बाछा गरेको कुराहरू म पुरा गर्छु। अब धरानलाई होइन हर्क साम्पाङ जस्तो मान्छे चाहिन्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुहोस् है। यो देशलाई हर्क साम्पाङ जस्तो इमान्दार मान्छे, सुन्नु है, इमान्दार मान्छे, जुन मान्छेले 1 रुपियाँ पनि भ्रष्टाचार गरेको छैन, गर्दैन, जीवनभर गर्दिन भन्ने कसम खाएर हिँडेको छ, त्यस्तो मान्छेलाई तपाईँहरूले भोट हाल्नुपर्छ है। त्यो चिज हो है। त्यो खालको मान्छेलाई भोट हाल्नुपर्छ र त्यो खालको मान्छेले प्रधानमन्त्री बनाउनुपर्छ। यो चुनाव भनेको खेलाची चुनाव होइन है। भोलिको दिनमा श्रम संस्कृतिको सरकार रहेन भने मैले बारम्बार भनेको छु, त्यो अब तपाईँहरू बुझ्नुहुन्छ कि हुन्न। नेपालीको सरकार बन्दैन, हाम्रो सरकार बनेन भने नेपालीको सरकार बन्दैन, विदेशीको सरकार बन्छ
है। यो देश नेपाल चाहिँ नेपालीको हो कि विदेशीको हो त्यो कुरा पनि छ। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई सावधानीपूर्वक तरिकाले चुनाव चिन्ह माटोमा भोट हाल्नुला भन्न चाहन्छु। अब ध्यान दिन त म अन्तिममा आइपुगेँ। ठुलो कुरा म गर्न चाहन्न, सरल कुराहरू गर्छु। दुईवटा मतपत्र हुन्छन् यसपालि, पहिलो प्रत्यक्ष, दोस्रो समानुपातिक। पहिलोमा सुई, एउटा चुनाव चिन्ह सुई छ, सुईदेखि मास्तिर 2 स्टेप माथि छ। पर्दैन मलाई त्यो अहिले। चुनाव चिन्ह माटो, अन्जुलीमा राखेको माटो। त्यसमा औँठा छापले होइन, स्वस्तिक छापले होइन, त्यहाँ एउटा सानो पेन्सिल जस्तो हुन्छ, ट्याक्क गरेर ट्याक्क लगाएर मजाले पटाएर एउटा बाकसमा लगाउने। अर्को हुन्छ पार्टीको समानुपातिक भोट हाल्ने। त्यसमा चाहिँ मोबाइल छ तल, त्यो मोबाइलदेखि 4 स्टेप माथि चाहिँ छ तपाईँको चाहिँ नि समानुपातिक मतपत्र, त्यसमा भोट हाल्ने अनि पट्टाएर लगाउने। 2वटा पत्र, 2वटा बाकस, 2वटा छाप। एउटा मतपत्रमा एउटा छाप, अर्को मतपत्रमा अर्को छाप, 2वटा छाप, 2वटा बाकस। त्यो दुवैवटामा चुनाव चिन्ह माटोमा भोट हाल्नु होला र हामीलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्छ। नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म मिडिया मार्फत त्यो पनि अपिल गर्न चाहन्छु। म तपाईँहरूको घर दैलोमा आउन भ्याउँदिनँ होला, किनभने एरिया अत्यन्तै ठुलो छ। फेरि नेपालैभरि घुम्नुपर्छ म होइन। ताप्लेजुङ्गा पनि बोल्नुपर्ने, उता खोटाङ्गा बोल्नुपर्ने, उता सुर्खेत, उता कैलाली, बैतडी कहाँ। त्यसले गर्दाखेरि तपाईँहरूको घरमा म आउन नसके पनि यो चुनाव भनेको तपाईँको पनि चुनाव हो, मेरो मात्रै चुनाव होइन। यो देश मेरो मात्रै होइन, तपाईँको पनि हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईँ आफैले पनि चुनाव चिन्ह यस्तो रहेछ भनेर कन्भिन्स गर्नुपर्छ। म सम्पूर्ण श्रमदाताहरूलाई, श्रम संस्कृतिमा आस्था राख्नुहुने, विश्वास गर्नुहुनेहरूलाई म अनुरोध गर्न चाहन्छु नेपालभरि है। त्यसो भएको कारणले गर्दाखेरि फल्ना त आइपुगेन, भोट माग्ने आएन, के गर्ने भन्ने हिसाब होइन है। अब यो कुरा तपाईँले सुन्नुभयो, बुझ्नुभयो। अब तपाईँको पनि हो यो देश, तपाईँको पनि हो, श्रम संस्कृति तपाईँको पनि हो यो होइन, देशको भविष्य। त्यसो भएको कारणले गर्दाखेरि तपाईँ आफै पनि लाग्नुपर्छ, किनभने एक्लो ज्यान कहाँ पुग्ने कहाँ नपुग्ने होइन। अहिले पनि अघि आउँ भनेको माथि कता कता कुदिँदाखेरि होइन, तपाईँको चाहिँ नि अहिले भर्खर आइपुग्दैछु। त्यसो भएको कारणले हामी सबैजना लाग्नुपर्छ। यो देशलाई बनाउनुपर्छ अब नेपालीले, यो देशलाई बचाउनुपर्छ अब नेपालीले। यो देश बचाउने र बनाउने अभियान हामीले सञ्चालन गरिरहेका छौँ। श्रम संस्कृति है, काम गरौँ। यो देश काम गरेर मात्रै बन्छ, गफले बन्दैन होइन। यहाँ भाषण गरिन त म 1 वर्ष भाषण गरिदिन्छु है। म ठोक्काइदिन्छु, नेपालमा म जति लामो बोल्न सक्ने, मिठो बोल्न सक्ने मान्छे खासै छैन कि जस्तो पनि लाग्छ है। तर म त्यति लामो बोल्न आवश्यक छैन होइन। यहाँ बोल्दा बोल्दा एकछिन तपाईँको भात खाने समय होइन गुज्रिन्छ, ढिलो सुतिन्छ, भोलि ढिलो उठिन्छ, ढिलो भइन्छ। त्यसो भएको कारणले ठिक्क बोल्ने होइन, धेरै काम गर्ने। भन्नुमा के छ, बुझ्नुमा छ। एकचोटि भनौँ त, भन्नुमा के छ, बुझ्नुमा छ। अब एकछिन हजुर है। भन्नुमा के छ, बुझ्नुमा छ भन्नु त। सबैले भन्नु न, सबैले भन्नु न, सबैले भन्नु त। भन्नुमा के छ, बुझ्नुमा छ। बुझ्नुमा के छ, गरेर देखाउनुमा छ। भन्नु अर्थ छैन, अलिअलि भनिन्छ, बुझिहाल्नुपर्छ। बुझ्नुमा छ, फेरि बुझेर मनमा बुझेर मात्रै के गर्ने। बुझ्नु चाहिँ बुझ्यो, भरे भोट चाहिँ अर्कोतिर हालिदियो भने के हुन्छ, काम छैन। अब म अन्त्यमा एउटा सावधानीको कुरा म के गर्छु भने है, मैले सुनिरहेको छु हर्क साम्पाङलाई हराउनका लागि ठुल्ठुला दलहरू सबै एक भएर आउने अरे भन्ने छ। जो दलहरू सुन्नु न, जो दलहरू एक भएर आउँदा हुन्छ, तर घराने जनता चाहिँ होइन, सुनसरी एकको जनता नेपाली जनतासँग चाहिँ गठबन्धन हर्क साम्पाङको छ होइन। मेरो गठबन्धन, श्रम संस्कृतिको गठबन्धन कोहीसँग छैन, कोहीसँग हुँदैन पनि, जनतासँग चाहिँ हुन्छ। तपाईँ हामीसँग हुन्छ है। त्यति भएपछि पुग्छ। अब यहाँ कोही भाइ भतिजालाई ला भाइ एक इसो चाहिँ 1000, 2000, 10,000, 5,000 भनेर दिएर कतिलाई अराइ हिँडेको छ अरे भन्ने सुन्छु। त्यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन। किनभने एउटा भनाइ छ होइन, सुन्दाखेरि अलिकति कस्तो कस्तो सुनिन्छ, त्यही पनि भन्छु है।
10 धारा आमाको दुधले त पुगेन, बाउको घुँडा चुसेर हुन्छ होइन। 10 नङ्ग्रा खियाएको के अरे 9 नङ्ग्रा खियाएर पसिना बगाएर कमाएको कमाइले त पुगेन। कोही कसै तपाईँको छैन भ्रष्टाचारीले दिएको 5-10 हजार पैसा होइन 50 हजार पैसाले पुग्छ हामीलाई है। त्यसले गर्दाखेरि हामी नेपाली मेहनत गरेर खान्छौँ, इमान्दार भएर बाँच्छौँ। भ्रष्टाचार गरेको पैसा बाँड्न आइराखेको छ अरे भन्ने पनि सुन्छु, लिनु हुँदैन, त्यो पाप हो है। तपाईँ हामीले यदि कोही कसैले त्यसरी तपाईँको मलाई भोट दे म तपाईँलाई यति पैसा दिन्छु यस्तो दिन्छु भनेर गऱ्यौँ भने त्यो पाप लाग्छ हामीलाई, हाम्रो नानीहरूको पाप लाग्छ। किनभने हामीले त दुःख पायौँ। अब हामीले त तपाईँको छैन, अब हामी त जाने बेला भयो है। तर हाम्रा यस्ता नानीहरू होइन बिचरा आएर यहाँ कराइराखेको छ, उनीहरूलाई के थाहा छ को के कराएको, रमाइलोको लागि आएको मात्रै त होइन। यस्ता नानी निर्दोष नानीहरूको के दोष छ र? केही दोष छ? यो नानीहरूको भविष्यमाथि हामी खेलवाड गर्न पाउँदैनौँ है। त्यसो भएको कारणले गर्दाखेरि आज हामीले गरेको राजनीति यी नानीहरूको भविष्यको लागि। म यहाँका अधिकांश युवाहरू देख्दैछु, जेनजीहरू देख्दैछु। मैले गरेको दुःख तपाईँहरूको लागि है। मैले धरान उपमहानगरपालिकाको मेयर भएर कति दुःख गरेँ होइन। केहीले मलाई सहयोग गर्नुभयो, धेरैले सहयोग गर्नु भएन, कतिले ट्रोल बनाएर बस्नुभयो, तर मैले लिएको पानी त सबैले खाइराखेको होला। ताली बजाउनु पर्छ है होइन। त्यो चिज थुप्रै कामहरू हामीले गरेका छौँ। यहाँनिर तपाईँको छैन यहाँदेखि त्यहाँसम्मको कालोपत्री पनि हामीले बनाउन सकेको छैनौँ, छौँ त है। अन्त अस्ति आउनु भएको थियो, मैले नै तपाईँको बोलाएको थिएँ, उहाँ आउनु भएको थियो, नाप्यो के अरे 45 लाख कि कतिको आयो। यसो बजेट हेर्छु इत्रु छ है, बजेट चाहिँ इत्रु छ। कमिला जत्रो बजेट इत्रु छ, साङ्ले जत्रो साङ्ले भन्दा साङ्ले नदेखेको पनि थुप्रो भयो। कमिला चाहिँ देख्दैछु, साङ्ले पनि अब ऊ छैन। जे होस् कमिला जत्रो बजेट होइन, हात्ती जत्रो भैँसी जत्रो समस्या है। त्यसले गर्दाखेरि पनि हामीले काम गर्नुपर्छ। हर्क साम्बाङ त्यस्तो मान्छे हो जसलाई 1 लाख रुपियाँ दिनुभयो भने 10 लाखको काम गरेर देखाउँछ है। अरू मान्छेहरूको दाँजोमा अरू मान्छेलाई चाहिँ 10 लाख दियो भने 9 लाख रुपियाँ गोजीमा हाल्छ, 1 लाखको देखाउँछ। बिल चाहिँ फेरि 10 लाख 10 रुपियाँकै ल्याउँछ है, काम चाहिँ 1 लाखको गर्छ है। तपाईँ हामीले हेर्नु न कस्तो के गरेका छौँ होइन, थुप्रै काम गरेका छौँ, अझै थुप्रो काम गर्नु छ। तपाईँहरूले मलाई साथ दिनुहोस्। यो देशमा काम गर्ने वातावरण, यही देशमा बाँच्न सक्ने वातावरण हामी बनाएर देखाउँ होइन। व्यवसायीहरू बाँच्न सक्ने वातावरण बनाउँछौँ। विभिन्न खालका मैले चाहिँ यहाँ थुप्रो फ्याक्ट्रीहरू खोल्न खोजेको थिएँ है। मुद्दामाथि मुद्दा लगाएर चाहिँ 1-2वटा चाहिँ गरिएको छ। थुप्रै फ्याक्ट्रीहरू खोल्नुपर्छ होइन, उद्यमी बन्नुपर्छ हामी सबैजना। यी सारा कुराहरू हामीले गर्न सक्छौँ, तर त्यो ठाउँमा तपाईँ हामीले हाम्रो विचारलाई पुर्याउनुपर्छ। यति म भन्न चाहन्छु। अब धेरै कुरा गरौँ भने अहिले फेरि भात खाने समय होइन, घर्केर जान्छ अनि सुत्ने बेला फेरि ढिलो हुन्छ, भोलि अर्को फेरि नोक्सान हुन्छ। त्यसो भएको कारणले गफले देश होइन बन्दैन, भाषणले पेट भर्दैन। रासन चाहिन्छ होइन। अब तपाईँहरू फर्केर जानुहोस्, मजाले भात पकाएर खानु होला होइन। ह्याभ अ नाइस ड्रिम है। अनि त्यो ड्रिममा अब फेरि आयो है कुरा, यस्तो हुन्छ क्या, टिकै तानिँदै कुरा आउँछ कि म छक्क पर्छु। ह्याभ अ नाइस ड्रिम होइन, तर त्यो ड्रिममा तपाईँ आफ्नो मात्रै चाहिँ नहोस् है स्वार्थ, यो देशको लागि हामीले सपना देखाउँ। कुरा बुझ्नुभयो नि, साझा सपना देखाउँ है। यस्ता यी मेरा भतिजहरू होइन, यी भतिजहरूको लागि, यस्ता यी नानीहरूको लागि उज्जवल भविष्य होस् क्या। मैले एकचोटि भनेको कुरा निकै भाइरल पनि भयो होइन। हामी मात्रै कोरिया जानलाई लाइन लागिराखेको, कुनै दिन यस्तो होस् कोरियनहरू पनि नेपाल जानलाई लाइन लागिराखोस् न होइन। त्यस्तो देश बनाउनुपर्छ। सुरुवात आज गर्नुपर्छ। बिरुवा आज रोपौँ, बिउ आज रोपौँ, हुन्छ। चुनाव चिन्ह माटो छ है मेरो। ल जय माटो जय देश।
धन्यवाद, नमस्कार सबैलाई, धन्यवाद। धन्यवाद जेन्जीहरू, धन्यवाद जेन्जीहरू। फेरि आउँछु है म ल।